चप्पलमा आइराखेको छु होइन। यदि यो देश धनी भयो भने मात्रै मैले चाहिँ सुटफुटमा आउनुपर्छ भन्ने मेरो मान्यता हो है। फाटेको लुगा लगाएर 4 वर्षदेखि देश बनाउनु पर्छ भनेर ढुङ्गा बोक्ने कठोर श्रम गर्ने मान्छे हो म। त्यसो भएको कारणले गर्दाखेरि यो खालको चाहिँ मेहनती मान्छेहरूको समूह श्रम संस्कृतिलाई यसपालि नेपाली जनताले अनुमोदन गरिदिनुपर्छ। अनि हेर्नुहोस् हामी विकास कसरी गर्छ। तपाईहरु सबैजनाको पार्टी हो यो श्रम संस्कृति हरको साम्पाको रहेछ। 2-4 जना मान्छे काठमाडौँतिरबाट पनि आए, लिएर आए, भाषण गरेर गए होइन। यहाँबाट छुट्ने बित्तिकै यो श्रम संस्कृति तपाईको पनि श्रम संस्कृति हुनुपर्छ। यहाँहरु सबैजनाले म यो भन्न चाहन्छु, यहाँहरु सबैजनालाई म त्यो निवेदन गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। भिजन बिनाको मान्छेलाई हामी सधैँ नेता मानिरहन्छ होइन। भिजन के अरे भन्दाखेरि चाहिँ एडिबीबाट लोन ल्याउने अरे, वर्ल्ड ब्याङ्कले ऋण दिन्छ अरे, अनि त्यो ऋणले चाहिँ कर्मचारी भर्ती गरेर आफ्नै कार्यकर्ता कर्मचारी टन्न भर्ती गरेर तलब दिने, त्यस्तो नाखेको हुन्छ भिजन है। भिजन हुन्छ त्यस्तो है। विचार गरौँ न, आफ्नो बारीमा, आफ्नो करेसा बारीमा लसुन प्याज फलाएर खाने भयो भिजन होइन। छिमेकीबाट ऋण लिएर तपाईँको बजार धाएर सुकिलो मुकिलो सेन्टहरू यस्तो लगाएर कालो चस्मा भन्दा माइन नगर्नुलाई थुप्रै कालो चस्मा छ। कालो चस्मा टक्क लगाएर सुई कालो चस्मा चाहिँ किन लगाएर धुलो नदेख्यो भनेर क्या नरिसाउनु है। कालो चस्मा भन्दा मैले त्यो सन्दर्भवश भने त्यसो गरेर हिँड्नेलाई चाहिँ भिजन भन्ने हो। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरू, दमकवासी आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म भन्न चाहन्छु यो देशका सबै नेताहरूको मैले नारी छामेको छु, कोहीसँग छैन भिजन, कोहीसँग छैन भिजन। भिजन भन्ने के हो भन्नका लागि, हेर्नका लागि धरा नआउनुहोस्।